नमस्कार, म एलिसा चौधरी यस हाम्रो विद्यालयमा स्थापित भएको सुन्दर बाल क्लबको अध्यक्ष। तिम्रै बाटो हेरिरहन्छन् मेरा दुई आँखा। Thank you, sir. It's me, Sayang. I'm a student of grade 5 now. मेरो नाम निशा रोगा मगर। नमस्कार, मेरो नाम रोशन सुनार हो। नमस्कार, मेरो नाम सम्झेसी, म चाहिँ कक्षा 7 मा अध्ययन गर्छु। नमस्ते, मेरो नाम परास केसी। आज म यस नेपाली। नमस्ते, मेरो नाम पुरुष विष्ट हो। My school name is Sri Saraswati Secondary School, Siranaङ मानियाबार। सबैलाई नमस्कार, मेरो नाम सन्तोष मगर। मेरो तर्फबाट नमस्कार टक्राउन चाहन्छु। म एलिसा चौधरी यस हाम्रो विद्यालयमा स्थापित भएको सुन्दर बाल क्लबको अध्यक्ष म। आज हामी महिनाको लास्ट डे मसान्तको दिन हामी सधैँ बैठक बस्ने गर्दछौँ र यसै क्रममा आज हामीले मासिक भित्तेपत्रिका बनाएका छौँ जुन हामी हरेक महिनाको लास्ट डेमा बनाउँछौँ र हजुरहरू बाल क्लबको सबै सदस्यहरू सहयोग भइदिएकोमा सबैले धन्यवाद र आज यस आउँदै गरेको विजया दशमीको सबैलाई शुभकामना र बिदा हुन चाहन्छु। धन्यवाद। Thank you, sir. It's me, Sayang. I'm a student of grade 5. Now I'm going to deliver a short speech on the topic of our school. My school name is Sri Saraswati Secondary School, Siranaङ Baniabar. There are 9 buildings. Our school has UKG to 10 class. By saying this much, I would like to conclude my speech here. Thank you. नमस्कार, मेरो नाम सम्झेसी, म चाहिँ कक्षा 7 मा अध्ययन गर्छु। हाम्रो विद्यालयको नाम चाहिँ श्री सरस्वती माध्यमिक विद्यालय शिवराज 9 बानेवार हो। म चाहिँ बडा दसैँको बारेमा केही शब्द भन्न गइरहेको छु। बडा दसैँ भनेको नेपालीहरूको महान चाड। बडा दसैँ 10 दिन मनाइने गरिन्छ। यस पर्वमा माता दुर्गाको पूजा गरिन्छ र यस दसैँमा देश विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरू आफ्नो घरमा आएर रमाइलो गर्ने गर्छन् र मैले चाहिँ स्वदेश वा विदेशमा रहनुभएको सम्पूर्ण दाजुभाइ नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई बडा दसैँको शुभकामना दिन चाहन्छु। धन्यवाद। नमस्ते, मेरो नाम परास केसी। आज म यस नेपालीहरूको महान चाडपर्व दसैँको बारेमा बताउन गइरहेको छु। दसैँ नेपालीहरूको महान चाडपर्व हो। दसैँमा बुढापाकाले आफ्नो छोराछोरीलाई वा नाति नातिनाहरूलाई टिका लगाउने र दक्षिणा दिने गर्नुहुन्छ। नमस्ते, मेरो नाम पुरुष विष्ट हो। आज म दसैँको बारेमा भन्न जाँदैछु। दसैँ एक नेपालीहरूको महान चाडपर्व हो। यो चाडपर्वले नेपालीहरूको परिवारलाई आफै एक आपसमा भेला गर्ने गर्दछ। मेरो तर्फबाट नमस्कार टक्राउन चाहन्छु। दसैँ भनेको नेपालीहरूको हिन्दूहरूको महान पर्व हो। यसमा ठुलो बडाको हातबाट टिका लाउने र दक्षिणा लिने गरिन्छ। यसमा रातो टिका र जमरा लाउने गरिन्छ र गाउँमा पिङ हालेको छ भने पिङ खेल्न गइन्छ। धन्यवाद। नमस्कार, मेरो नाम रोशन सुनार हो। म कक्षा 8 मा अध्ययनरत छात्र हुँ। म आज नेपालीहरूको महान पर्व बडा दसैँको बारेमा केही कुरा भन्न गइरहेको छु। हिन्दूहरूको महान पर्व दसैँ हो। दसैँमा मानिसहरूले ठुला बडाको हातबाट टिका जमरा लाएर आशीर्वाद अथवा दक्षिणा लिने गरिन्छ।
सबैजनालाई नमस्कार, मेरो नाम सन्तोष मगर। दसैँ हिन्दूहरूको महान पर्व हो। Hello and good morning everyone. It's me Rajan. My school name is Sri Saraswati Secondary School, Siranang Maniabar. मेरो नाम निशा रोगा मगर। नेपालीहरूको महान चाड बडा दसैँ। तिमीलाई छोडै उड्ने बतास यहाँसम्म आएन, झेली गर्यो जुनले पनि खबर केही ल्याएन। तिमीलाई छोडै उड्ने बतास यहाँसम्म आएन, झेली गर्यो जुनले पनि खबर केही ल्याएन। अर्को साल जसरी नि फर्किआउनु है, अर्को साल जसरी नि फर्किआउनु है। हातैभरि चोरा अनि टिकी ल्याउनु है, हातैभरि चोरा अनि टिकी ल्याउनु है। लह लह धान झोलेर गैरी खेत पयालाई, यो मन सधैँ उजाड लाउँछ सम्झेर मायालाई। लह लह धान झोलेर गैरी खेत पयालाई, यो मन सधैँ उजाड लाउँछ सम्झेर मायालाई। अर्को साल जसरी नि फर्किआउनु है, अर्को साल जसरी नि फर्किआउनु है। हातैभरि चोरा अनि टिकी ल्याउनु है, हातैभरि चोरा अनि टिकी ल्याउनु है। तिम्रै बाटो हेरिरहन्छन् मेरा दुई आँखा, सपनीमै तिमीसँग डुल्छु बन पाखा। तिम्रै बाटो हेरिरहन्छन् मेरा दुई आँखा, सपनीमै तिमीसँग डुल्छु बन पाखा। अर्को साल जसरी नि फर्किआउनु है, अर्को साल जसरी नि फर्किआउनु है। हातैभरि चोरा अनि टिकी ल्याउनु है, हातैभरि चोरा अनि टिकी ल्याउनु है। रातो टिका सजाउन निधार फर्किआऊ परदेशी गाउँ घर। रातो टिका सजाउन निधार फर्किआऊ परदेशी गाउँ घर। Thank you so much.